के भन्छ पेट लागेको के गरी घटाउने भन्न यार लास्टै पेट लागिरहेछ यार आइज न मलाई बेलुका धेरै होइन दुई ठेगा हान्नु चाहिँ मजाले तेरो पेट घटिहाल्छ यति राम्रो मैले कलर गरेको यसले भन्छ स्वास देन तलाई बरु यस्तो कलर गरेँ मैले गरेर सोचेँ होला बरु तर म गर भन्छ बुढीले म गर्दा गर्न घर आइज म गरिदिन्छु यस्तो खतरा कलर हाल्ने मैले पैसा पनि म दिन्छु आइज यहाँ गेडा जस्तो मुख छ त अरे हो र कसको त्यस्तो गेडा जस्तो मुख खाइस् अशोक तेरो नि कसको भन्नु त एकचोटि कमेन्ट गर्नु त म दैले मैले सोच्नुहोस् भाइ मेरो पेट लागेछ कि कस्तो यत्रो भुडी निस्केछ है ओइ चक्रे तिमीहरूको अरे तोर्पेको राम्रो होला गाई सबैजना यता सुन्न मेरो कुरा यता सुन्न त्यो भनेको चाहिँ के हो ठ्याक तेरो माथि मलाई चढ्न चाहिँ मेरो आज टिका हेर म व्रत थियो आज कस्तो नराम्रो नबोल्न आज मेरो व्रत हो सोमबार कहीँ डबल ट्याप तेरो व्रत बेका चोडियो त मलाई लाइभ न एक शब्द मेरो फर्स्ट भिडियो हेर्थ्यो न हेमराज नै चिन्नु न त भाइ गाई सबैजना तिनवटा रोज मलाई लाइभ बस्न पनि मन लाग्दैन अझै त म लाइभ पनि छोडिदिन्छु अब भेसी एउटा केटालाई लिए भेसीतिर आनन्दै पैसा क्यास पठाइमाग आनन्दैसँग कसैले के गिफ्टै हान्दैन नि के लाइभ बस्न नै भेसी जाने नि त टक्क भेसी घरमा तिमी केटीलाई त केटीलाई हान्दैन भने हामी केटालाई कहिले हाल्ला त सोल्टा हो घर दाइर सोल्टा कहाँ हो हेमराज के हो कति नराम्रो कमेन्ट गरेको होला नि उतै गरेर तिमीहरूले कमेन्ट चक्रेलाई जाऊ यहाँ मलाई कमेन्ट नगरेर गरे नि त सुँगाइदिइहाल्थ्यो नि मलाई 32 इन्चीको यो रोशन त झन् आमामामा लास्टै के छाडा पनि कति छाडापन्थी बोल्न आएको सल्लाह 5 लेभल छ लेभल अनि कमेन्ट फेरि गर्छ कि 50 लेभल बनाएको जस्तो कमेन्ट गर्छ तेरो जिन्दगी पनि रहेछ मलाई म्युट हाने कमेन्ट कसरी आउँछ राखेको रोगे चक्र हेर्दैछु राम 1 मिलियन भ्युज गर्छ त फेरि त ओइ हैन खत्रै डान्स हान्दैछ त त पनि नाच्नु पर्थ्यो क्या तैँले नाच्न आउन्न बहिनीलाई जोड्ने गर्छु म